नमस्ते, स्वागत छ आज तपाईहरुलाई मेरो यो युट्युब च्यानलमा र आज म तपाईलाई समाचार सुनाउन जाँदैछु। यो हो 15 घण्टा अघि मात्र फ्लेक्स भएको समाचार। यहाँ लेखिएको छ ट्रम्प र मोदीसँगको फोन कलपछि अमेरिका र भारत बीच व्यापार सम्झौता भयो। मतलब यो न्युजले भन्न खोजेको अमेरिका र भारत बीच व्यापार राम्रो हुँदैछ। अनि त्यसपछि लेखेको छ ट्रम्पका अनुसार भारतले अमेरिकाबाट 500 अर्ब डलर भन्दा बढीका सामान किन्ने सहमति जनाएको छ। 500 अर्ब डलर भनेको कम रुपियाँ हैन। यसलाई डिभाइड गर्नुस् है त। 500 अर्ब डलर अहिले के भन्दैछ भन्दाखेरि भारतले चाहिँ अमेरिकाबाट 500 अर्ब डलर रुपियाँ पर्ने जति त्योभन्दा बढी सामान किन्ने भनेको रहेछ भारतले चाहिँ अमेरिकाबाट। अनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग व्यापार सम्झौता भएको घोषणा गरेका छन्। यहाँ मैले अघि भने नि भारत र अमेरिका बीच व्यापार चाहिँ अहिले राम्रो हुँदै गएको रहेछ। यस सम्झौता अनुसार अमेरिकाले भारतबाट आउने सामानमा लगाएको 25% भन्सार शुल्क घटाएर 18%मा झार्नेछ। ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसियलमा लेख्दै भारतले व्यापार अवरोधहरू शून्यमा झार्ने र रुसबाट तेल किन्न बन्द गर्ने बताएका छन्। यसको मतलब ट्रम्प हेर त कति बाटो छ। ट्रम्पले भनेछ रुसबाट तेल किन्न बन्द गर्नुस्, अमेरिकाबाट तेल किन्नुस् भनेछ। अमेरिकाले अमेरिकाबाट तेल किन्नुस् भनेछ भारतलाई। अनि त्यसको सट्टामा भारतबाट आउने सामानहरूमा भन्सार शुल्क 25% थियो भने अहिले 18%मा झार्नेछ भन्दैछ ट्रम्पले। यसरी गर्दा दुवै देशलाई फाइदा हुनेछ। अब रुस त अब त्यस्तै भयो। अब अगाडि बढौँ। यसअघि भारतले रुसबाट तेल किन्दै आएको कारण लगाएको अतिरिक्त 25% जरिमाना भन्सार शुल्क पनि अब हटाइनेछ भन्दछ। यो घोषणा भारत र युरोपेली सङ्घ बीच झन्डै 2 दशक लामो उतार चढावपूर्ण वार्तापछि भएको ऐतिहासिक व्यापार सम्झौतापछि 1 हप्ताभन्दा कम समयमै आएको हो। युरोपेली सङ्घ बीच झन्डै 2 दशक लामो उतार चढावपूर्ण वार्तापछि भन्नुको मतलब युरोपेली सङ्घ एउटा ग्रुप जहाँ एकदम ठुल्ठुलो कुराहरू मिटिङहरू हुन्छ। त्यो मिटिङमा चाहिँ भारतलाई एकदम प्रश्नहरू सोधियो, यो किन गर्ने, त्यसरी किन गर्ने, यदि अमेरिकासँग व्यापार ठिक छ कि छैन भनेर युरोपेली ग्रुपले सोधेको रहेछ र भारतले भनेछ 1 हप्ताभन्दा पनि कम समय लगाएर राम्रै हुन्छ भनेको रहेछ। अनि प्रधानमन्त्री मोदी एक्स पूर्व ट्विटरमा अमेरिकासँग सम्झौता भएको आफू अत्यन्त खुसी भएको बताएका छन्। मैले भने त अघि भर्खरै युरोपेली सङ्घ उनीहरू ग्रुपले वार्तालाप गरेको रहेछ। अनि त्यहाँनिर चाहिँ अमेरिका र भारत बीच व्यापार राम्रो हुँदैछ भनेको रहेछ। अनि मोदी चाहिँ खुसी हुँदैछन्। मतलब दुवै देशको ठुला देशको व्यापार चाहिँ अहिले राम्रो हुँदै रहेछ। ट्रम्पका अनुसार बिहान भएको फोन वार्तामा व्यापार र रुस युक्रेन युद्ध सम्बन्धी विषयमा छलफल भएको थियो। उहाँ मोदीले रुसबाट तेल किन्न बन्द गर्ने र अमेरिकाबाट धेरै तेल किन्ने सहमति जनाउनु भयो। देख्यो नि, ट्रम्पले थपे कि मोदीको अनुरोधमा उनले तत्काल व्यापार सम्झौता गर्न सहमति जनाए, जस अनुसार अमेरिकी भन्सार शुल्क घटाइनेछ र भारतका भन्सार तथा गैर भन्सार अवरोध शून्यमा झारिनेछ भनेको रहेछ। यहाँ चाहिँ अमेरिकाबाट आउने सामान 500 अर्ब डलर सामानमा चाहिँ शुल्क घटाइने रहेछ। अमेरिकाबाट आउने सामानको चाहिँ शुल्क भन्सार शुल्क घटाउने रहेछ। त्यसै भारतबाट अमेरिका जाने सामानलाई चाहिँ
धेरै नै शून्यमै पुग्ने गरी झार्ने कोसिस गर्दै रहेछ दुवै देशले। यसका साथै ट्रम्प र मोदी है अमेरिका र भारतले ऊर्जा प्रविधि कृषि र कोइला उत्पादनहरू सहित $500 अर्ब भन्दा बढीका अमेरिकी सामान किन्ने प्रतिबद्धता जनाएको पनि बताएका छन्। मैले अघि भने अगस्त महिनामा अमेरिकाले भारतमाथि 50% सम्मको भन्सार शुल्क लगाएको थियो, जुन एसियाली देशहरूमध्ये सबैभन्दा उच्च थियो। यसमा रुसबाट तेल किनेको कारण लगाएको 25% अतिरिक्त जरिवाना शुल्क पनि समावेश थियो, जसले अमेरिका भारत व्यापार सम्बन्धलाई तनावपूर्ण बनाएको थियो। मतलब भारतले पनि 50% अमेरिकी सामानहरूमा भन्सार शुल्क लगाएको रहेछ। यसरी गर्दाखेरि अमेरिकाको सामान चाहिँ भारतमा एकदम महँगो हुन थाल्यो। अनि महँगो हुन थालेपछि अमेरिकाको सामान महँगो हुन थालेपछि महँगाई कसले किन्छ होइन? अनि सस्तो चाहियो, जनतालाई सस्तो चाहियो। त्यसैले अमेरिकाले चाहिँ आफ्नो सामानहरूमाथि भारतले अमेरिकाको सामानहरूमाथि चाहिँ शुल्क घटाएको रहेछ। त्यसकारण सामान सस्तो पनि भयो। अनि त्यसपछि जनताले सामानहरू धेरै किन्ने पनि भयो, धेरै बिक्ने पनि भयो। यसरी गर्दा चाहिँ व्यापार अलिकति राम्रो हुन्छ। अनि मोदीले भनेको छ एक्स ट्विटरको मार्फत, मतलब एक्स ट्विटरबाट जस्तै इन्स्टाग्राम फेसबुक हुन्छ त्यस्तै एक्स ट्विटरबाट मोदीले भनेको रहेछ, जब दुई ठुला अर्थतन्त्र र संसारकै सबैभन्दा ठुला लोकतन्त्रहरू मिलेर काम गर्छन्, यसले जनताका लागि फाइदा ल्याउँछ र पारस्परिक सहयोगका विशाल अवसरहरू खोल्छ। उनले थपे, ट्रम्पका भन्सार शुल्क लागू भएपछि अमेरिकातर्फ भारतको निर्यात तीव्र रूपमा घटेको थियो। यसरी भन्या रहेछ। यो थियो आजको समाचार। अब मन परे सेयर गर्नुहोस्, लाइक गर्नुहोस्, सब्सक्राइब गर्नुहोस्। मन नपरे त्यस्तै हो।